दर्शकबिन नमस्कार। तपाईलाई स्वागत छ। तपाईँ यति बेला हिमसन अफिसियल युट्युब च्यानल हेर्दै हुनुहुन्छ। आउनुहोस् सुरु गरौँ यी 10 नेपाली कलाकार। नम्बर 1 मा हुनुहुन्छ मन्जु महत। लोकगायिका मन्जु महतको सवारी दुर्घटनामा परि मृत्यु भएको हो। 2वटा माइक्रो र बसको बीचमा परेकी उनी स्कुटीमा सवार थिइन्। क्रान्डी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो र उनको सम्झनामा पुष्कल शर्माले ए मन्जु सम्झनामा आऊ है भन्ने गीत समेत गाएका थिए। उक्त गीत धेरै चलेको थियो। नम्बर 2 मा हुनुहुन्छ रोबिङ तामाङ। कलाकार तथा गायक रोबिङ तामाङको बुढा नीलकण्ठ 5 चिसिन स्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेका उनी मृत भेटिएको कोठाभित्रबाट लक गरिएको थियो। बाहिरबाट ढोका फोडी उनको शव निकालिएको थियो। उनले दर्जनौं गीत गाउनुका साथै थुप्रै फिल्ममा अभिनय समेत गरेका छन्। उनी युवा पुस्ता सामु निकै लोकप्रिय छन्। नम्बर 3 मा हुनुहुन्छ अभिनेत्री तथा मोडल दिपाशा बिसी। सुर्खेत घर भई हाल काठमाडौँमा बसोबास गर्दै आएकी उनले विष सेवन गरेर आत्महत्या गरेकी थिइन्। उनको नजिकको साथीको भनाइअनुसार उनले करिब रातको 8 बजे आफ्नै घरमा उडुस मार्ने औषधि सेवन गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको हो। मृत्युसम्म पुग्नुको मूल कारण उनले चिनी जानेको सबैसित मिटर ब्याजमा पैसा लिएको र उक्त पैसा तिर्न नसक्दा आत्महत्या गरेकी थिइन्। हाम्रो नम्बर 4 मा हुनुहुन्छ बहुप्रतिभाका धनी लोकगायिका मीरा छन्त्याल। 2019 सालमा विमान दुर्घटनामा परि उनको मृत्यु भएको हो। उक्त विमान दुर्घटना पोखरामा भएको थियो। उनी पोखराबाट आयोजना गरिएको छन्त्याल समाजको कार्यक्रममा सहभागी हुनको लागि पोखरा गएकी थिइन्। उक्त कार्यक्रम पश्चात बेनी कार्यक्रममा समेत जाने भनेको थियो, तर दुर्भाग्यवश उनी पोखरामै अस्ताइन्। उनले दर्जनौं लाइभ दोहोरी गीत गाउनुका साथै थुप्रै लोकगीत समेत गाएकी छिन्। नम्बर 5 मा हुनुहुन्छ शाहरुख ताम्राकार। शाहरुख ताम्राकार काठमाडौँ निवासी हुनुहुन्छ। घरको रेलिङमा प्लास्टिकको पाइपको पासो लगाई झुन्डेको अवस्थामा मृत फेला परेका थिए। 31 वर्षीय ताम्राकारले इन्टिमिन्टो लन्डनमा, मेरी मामु, रानी, नमरी बाँचेमा आदि फिल्ममा अभिनय समेत गरेका थिए र उनी सुटिङबाट फर्किए लगत्तै राति घरमा आएर आत्महत्या गरेका थिए र उनी नेपाली कलाकार सानु कुमार ताम्राकारको छोरा समेत रहेका छन्। हाम्रो नम्बर 6 मा हुनुहुन्छ हास्य कलाकार उर्फ शम्भुराज थापा पखते। कोरोना महामारी रोगले ग्रसित उनी उपचारको क्रममा मृत्युवरण गर्नु पर्यो। 64 वर्षीय थापाले टेलिफिल्म गोलमाल, हल्का रमाइलो, भद्रगोल, मूल संसार र मेरी बासेमा समेत अभिनय गरेका छन्। नम्बर 7 मा हुनुहुन्छ लोकदोहोरी गायिका दिलमाया सुनार। सुर्खेत घर भई हाल काठमाडौँ नेपालटारमा डेरा गरी बस्ने आएकी थिइन्। प्रहरी वृत्त बालाजुका अनुसार उनी 11 बजे आफ्नै डेरामा मृत अवस्थामा भेटिएकी हुन्। मृत्युवरण गर्नु अघि आफ्नो फेसबुक वालमा आफू बाँच्न मुस्किल भएको भन्दै पोस्ट समेत गरेकी थिइन्। थुप्रै लाइभ दोहोरी गाएकी उनी चर्चित लोकगायक राजु परियारसित समेत गीत गाएकी छिन्। नम्बर 8 मा हुनुहुन्छ लोकगायक भीम पौडेल। स्याङ्जा घर भई काठमाडौँलाई कर्मथलो बनाएका उनी विगत 2 महिनाबाट निमोनियाले थलिएका थिए। बिरामी परेपछि स्याङ्जा घरमै आराम गरिरहेका उनी रातको करिब 12 बजेतिर मृत अवस्थामा फेला परेका थिए। उनले रुमाल ल्याऊ बैना, मरे म त मरे, तिम्रो सिउँदो भर्न सकिन जस्ता थुप्रै गीतमा आफ्नो आवाज दिएका उनले आफ्नै युट्युब च्यानलमा लाइभ दोहोरी समेत गाउने गर्थे। नम्बर 9 मा हुनुहुन्छ सदापार नायक श्रीकृष्ण श्रेष्ठ। श्रेष्ठको उपचारको क्रममा भारतमा मृत्यु भएको थियो। नेपाली नायिका श्वेता खड्कासँग विवाह गरेका उनी हनिमुन मनाउनका लागि सिमला पुगेका थिए। त्यसै बखत बिरामी भएर थलिएका उनी उपचारको लागि अस्पताल भर्ना भए। भर्ना भए लगत्तै उनको चेकअप भयो। चेकअप भइसकेपछि उनलाई डीप निमोनिया भएको पुष्टि भएको थियो। निमोनिया पुष्टि भएको पर्सिपल्ट आइतबारको दिन उनको निधन भयो।
यता भने कोहिनूर चलचित्र हलमा लाग्ने तयारी भइरहेको थियो। उनी नेपाली चलचित्र उद्योगका एक खम्बा नै थिए। अब हाम्रो नम्बर लास्ट 10 मा हुनुहुन्छ युवा पुस्ताका एक चलचित्र र्यापर एम बुद्ध। उनको वास्तविक नाम चाहिँ उर्फ अनिल अधिकारी हो। 20 वर्षीय गायक आफ्नै बाथरुममा मृत अवस्थामा फेला परेका थिए। उनी आफ्नो फ्यामिलीसहित लन्डनमा बस्दै आएका थिए। उनको पुर्खौली घर बरङ भए तापनि उनको बसाइ काठमाडौँमै बित्यो। पछि बसाइ सरेर उनी लन्डनतिर गएका थिए।